ल गो ए भाउजू तिमी त मलिन्द्र मुखकी बोल्दा पनि बोल्दिनौ हाम्रा दादाले गाली गरे मनका कुरा खोल्दिनौ ए बहिनी तिमी त पहेली पातली दन्तैमा राम्रो बिरी आफ्नो जमानाको स्याहार गर्नु आउँदैन जवन फिरी काशी बुहारी कस्ता छन् तिम्रा पति सासु माइत ससुर गोठामा पति तिम्रा देशमा बाबा अल्छै नगर्नु निन्द्रा धेरै नलिनु झट्टपट्ट उठी के पो थियो म चाहिँ सिकाउँदिनँ है भन आफै जो छ दुष्ट त्यसको भाग्य हुँदैन बुझिदेऊ दुष्ट भागी घरमा पुरुष जालान् देशमा ठुलो दुःख सहेर बस्नु पर्छ त्यसले निदान सिखमा। तपाईँहरूलाई यहाँ पुरै भजन गाउँदै खाना खान कस्तो मजा आउँछ होला है। अघि हामीले खाँदा पनि यसरी गाइदिएको भए त अलिअलि खाना थपिन्थ्यो होला। उहाँहरूको भजन सुनेर हाम्रो त खाना फेरि लिएको यो डाबुल हो। एउटा काव्यबाट लु काव्य एउटा केही जान्छ जाँदैन होइन के खैनीजी हराउन चाहिँ कहाँ हराएको भिनाजुको खैनी कहाँ हराएको होइन तपाईँको डब्बा चोर्ने चाहिँ कसले हिम्मत गर्यो त हौ भिनाजुको यहाँ पुरा होइन के म के गरौँ त के कसले चोर पत्ता लगाउन जाउँ कि चोर चिनाइदिनु म बन्दोबस्त मिलाउँछु होइन तपाईँलाई को प्रति शङ्का छ भन्नु म खान्न त त्यस्तो बङ्गाली खैनी होइन त्यस्तो बुढा भएको भिनाजुको त्यसो गर्दिनँ हौ म तपाईँको माया लाग्छ त अनुहार हेर्दै कति माया लाग्दो हुनुहुन्छ तपाईँ यता हेर्नु त सबैभन्दा आगो मिठो भएर लाग्छ पातलो सिम्पल पकाएको चाहिँ कसले आज बुहारीले पकाएको साह्रै मिठो ए हो मिहिनेत मिठो खाना खुवायो बुहारी तिमीले तिमी राम्रो हुनु खुसी हुनु मेरो दिला खुसी मिहिनेत धेरै गर्यौ कि हल्कामै यतिको भयो मिहिनेत त जे गर्दा पनि चाहिन्छ अलिकति ए होइन मिहिनेत गरेकै थियो नवीन यस्तो क्या भिडियोतिर हेर्नुहोस् या भोलिदेखि भिडियो बन्द हुन्छ कि ल आजको खाना कार्यक्रम यस्तै भयो कि यहाँ सिलोक गाउँदै खाँदै गरेको कसैले हामीले चाहिँ बिना सिलोक खाइयो